ए अघि के भन्यो अरे एउटा दाइले के भयो अरे इन्डियन साउनी कसम मलाई त स्टाफ रे स्टाफ मेरो अनुहारले दिएन रे क्या अनुहारले नै 100 जस्तो लागेन रे क्या अनि त चाहिँ इन्डियन जस्तो लाग्यो रे त्यही भएर तँलाई चाहिँ मारिन 100 जस्तो भयो रे हैन अनि त्यसपछि म चाहिँ मङ्गोलियन फेस भएर स्टाफ रे मलाई स्टाफ तै पनि आइम ह्याप्पी गाइस है लाइट चाहिँ अन गरिहाल्नु नि आमा फेन खोलेर ढोगेको गति गराएको मैले है आमा हेर न गाइस म भिडियो बनाउँदैछु यो केटी मलाई नाटक भन्छ ओइ यो नाटक हो ब्लग गर्ने मान्छेलाई नाटक नभन्ने कहिले पनि सो गाइस यो मेरो हिजोको काम यो मिल्या छ टक्क लाएर अनि यो लाइट साइड हालेको छ सिसा हालेको छ र आज भनेको काम यतापट्टि कुनामा चेन्जिङ रुम अनि यसमा अलिकति स्ल्याब अनि यसमा अलिकति स्ल्याब अनि त्यसपछि भनेको फाइनल लुक त्यसपछि सब यसमा लुगा राखिन्छ सबै निकालेर अनि यसमा अलिकति चेन्जिङ रुम हुन्छ है त सो लेट्स डु इट गाइस यो ठोकिसक्यौँ यो 4वटा अब यहाँ एउटा 5वटा आउँछ अनि यसलाई सारिसक्यौँ यो यता थियो अब यता राखिसक्यौँ अब यो भित्र चाहिँ पर्दा लगाएर चेन्जिङ रुम हुन्छ सो अब यसमा चाहिँ अर्को एउटा बाँकी छ सो त्यो ठोकेपछि यो कम्प्लिट भयो अब एउटा यहाँ आउँछ अनि एउटा चाहिँ यहाँ चाहिँ सिसा आउँछ अलि लामो खालको सिसा सो अनि त्यसपछि लुगाहरू धुँदा आउँछ अनि त्यसपछि लगभग कम्प्लिट हुन्छ होइन भएन सिमेन्टले नछुइकन सिमेन्टलाई छोयो भने फेरि अलिकति कालो भयो भने हत्ताको अब यो चाहिँ हालिसक्यौँ हल्का अलिकति पुस्छौँ होइन अनि अलिअलि पुसेर त्यसमा अनि डन्डा हाल्नुपर्छ यिनीहरू डरै भएको नि 1 2 3 4 यसरी एउटामा 2टा लाइन एउटामा 2टा यसरी हाला जान पुसा हो मैले हिजो यो मैले हिजै पुसा हो त्यसपछि यो भयो यो भइसकेपछि एउटा प्रब्लम चाहिँ के भयो भने यार यो लाइट छ नि यो लाइटलाई चाहिँ डबल साइड टेप हालेको नबस्ने रहेछ यार निस्किँदो रहेछ त्यो चाहिँ के गर्दाखेरि बस्न सकिन्छ राख्न सकिन्छ त्यो भयो क्या प्रब्लम काटी ठोकौँ भने पनि अब नमिल्ने ठाउँहरूमा होइन यस्तो बिचमा अब कसरी यो फ्लाइ सानो छ नि त त्यही भएर काटी ठोक्न पनि मिल्दैन रहेछ काटी ठोक्न मिल्ने भयो भाइ काटी ठोक्न मिल्ने भयो भने काटी ठोकिदिन्छु तर काटी ठोक्न पनि मिल्दैन डबल साइड टेप चाहिँ काम नलाग्ने रहेछ क्या त्यो चाहिँ अर्को प्रब्लम भयो अब यहाँ चाहिँ टक्क लगाएर एउटा ठुलो ऐना हुनुपर्छ यहाँ सर्ट खुट्टासम्म देख्ने अनि त्यसपछि लुगा यहाँ हालेपछि यो सब लुगाहरू खोलेर हाल्ने हो ल यो चाहिँ यस्तो भयो एउटै लेभलमा हाल्ला न फेरि यसले बिगारिदियो क्या अब यस्तरी हाल्दा न त्यसो भए अर्को त्यो माथि राख्नु न अर्को सबै त्यो माथि राख ऊ फेरि माथि नै लग्यो यसले त आम्मामा आँखा पनि कस्तो सिधा है
त्यो मिलेन के भयो अब मिल्यो यस्तो हेर्न पनि अलि राम्रो देखोस् न यार यतिको अब लगभग सक्यो त अब त्यसलाई पनि हाली हेर्नुपर्छ अब यहाँ चाहिँ एउटा झुन्डाउने कहाँ मैले ल्याउँछु भनेको नि यसले नमानेर ल्या हेरिस् नि चाहियो नि अब जति लुगाहरू छ सो गर्न मिल्नेहरू सबै सो गर्ने है यो प्याकमा राखेर फाइदा छैन देख्यो भने बरु मान्छेहरू आउन पनि सक्छ 2-4 अहिलेलाई एउटा बराबर 3टा जति सो गर्ने 3टा लाइन अनि प्यान्टहरू पनि प्यान्टको लागि चाहिँ अलि अग्लो चाहिन्छ होला यस्तो दामी देख्यो नि त अब त्यो भयो यो चाहिँ कुनामा टाँसिनु पर्ने क्या खास गरी यिनीहरूलाई लुगा लगाइदिन नै बाँकी छ हेर लाज नभएको यस्तरी बसिरहेको छ रुमाल ऐना ल्याउने कि नल्याउने ऐना ल्यायो भने ठुलै ल्याउनुपर्छ र यहाँदेखि माथिसम्मको यो चाहिँ उयोभित्र चेन्जिङ रुममा बेकारमा यो उयो ठोक्न लाग्यो त्यो हुन्छ नि काटी नछिरेर भत्किनु मात्र भयो क्या त्यो चाहिँ त्यही भएर फेरि प्लास्टर हालिदिएँ फेरि आफ्नो होइन अर्काको गाली गर्छ नि त यो हाल्न लाग्यो बिना ड्रिल त काम चलेन त्यही भएर निकालिदिएँ अनि हामीले चाहिँ यहाँबाट निकालेको थियो अनि यहाँ चाहिँ पोलहरू भएको थियो नि त सो त्यही भएर कलर हालिदिएँ सेतो कलर अब गरेपछि ठिक हुन्छ होला यहाँ पनि छ अनि त्यो भयो यहाँ पनि थोरै रहेछ यसलाई पनि कलर हाल्नुपर्छ र गाइज अब चाहिँ म खाना खान लाग्यो र खानामा चाहिँ दाल भात तरकारी अनि टक्क लाएर अचारसँगै सागको फ्राई है सो अब म खाना थाल्छु अनि यसपछि खाना खाइसकेर फेरि काममा जानु छ पसलमा काम सकेको छैन सो त्यो सकेपछि फेरि तपाईँहरूलाई नयाँ भिडियोहरू भएर त्यही भिडियोको फिनिसिङ पनि देखाउने छु है त ओके सो गाइज अब चाहिँ हाम्रो पसलको फाइनल लुक्स चाहिँ यस्तै हो होइन अब टक्क लाएर यहाँ पनि झुन्डाइसक्यौँ बच्चाहरूको लुगा अनि त्यहाँ ठुला बडाहरूको केटीहरूको अनि स्पेसली यो एरिया अनि यहाँसम्म चाहिँ केटाहरूको जेन्ट्सहरूको हुन्छ होइन अहिलेको लागि जेन्ट्सहरूको चाहिँ हामीले टी सर्टहरू राखेको छौँ यस्तो यो गोलामा भिगालामा अनि यो पोलो यो छ अनि यो खालको छ अनि यो प्रिन्टमा अनि तल छ होइन अनि यो खाल पनि छ यो चाहिँ अनि अहिले लेटेस्ट भनेको चाहिँ समरको लागि होइन गर्मीको लागि यो आएको छ यो खालको अनि यो चाहिँ कलर हामीसँग 5-6 थरीको कलरहरू छ भने
अनि यो रहेको छ केटीहरूको सेक्सन। केटीहरूको सेक्सनमा यो कार्डिगनहरू 1 2 3 4वटा यस्तो कलरहरू छ। अनि यो गर्मीको भइहाल्यो होइन। यदि तपाईँहरू जो कोही पनि यो भिडियो हेरिरहनु भएको छ भने होइन मन पर्नुहुन्छ भने चाहिँ भिजिट गर्नु होला हाम्रो पसल। यो चाहिँ इटहरी सुनसरी इटहरी 6 को हटिया लाइनमा रहेको छ। यो भयो होइन। यो पनि गर्मीको केटीहरूको लागि। यो पनि केटीहरूको। त्यो भनेको अन्डर गार्मेन्ट। यो भयो केटीहरूको। अब केटीहरूको त के हो होइन मलाई खासै थाहा पनि हुँदैन, नामहरू त खासै थाहा पनि हुँदैन। सो अब भनेको हाम्रो बाँकी भनेको एउटा के मात्र बाँकी छ भने यताबाटै कुनामा चाहिँ चेन्जिङ रुम गर्नु बाँकी छ। लगभग अब फिनिसिङ भइसकेको छ। बच्चाहरूको सेक्सन यो भयो अनि केटाहरूको। अनि यता चाहिँ हाम्रो साडीहरू अनि ब्रा पेन्टीहरू अनि यसपछि कुर्ता सुरुवालहरू छ यहाँ चाहिँ। सो यस्तै छ। टक्क लगाएर यहाँ चाहिँ कस्मेटिकहरू राखिएको छ है त। सो अब म बाहिरबाट देखाउँछु तपाईँहरूलाई हाम्रो पसलको लुक है त। यो हेर्न सक्नुहुन्छ हाम्रो फाइनल लुक्स पसलको है। यो चाहिँ पसल। अनि पसलको नाम भन्नुहुन्छ भने यहाँ छ लक्सीको कलेक्सन हटिया लाइनमा होइन। आज हटियाको दिन यस्तो बवाल भिड छन् फेरि यहाँ त। ल यदि तपाईँहरू जो कोही पनि होइन यो भिडियो हेरेर आइराख्नु भएको छ भने चाहिँ तपाईँहरूलाई विशेष छुटको साथ वेलकम गरिनेछ र भिजिट चाहिँ गरिदिनु होला है त। सो गाइस अब चाहिँ हामीले पसल बन्द गरिसक्यौँ होइन। सामानहरू सबै भित्र हालिसक्यौँ। यस्तरी हुन्छ र यो चाहिँ भोलिको लागि भनेर राखेको अलिकति कामहरू कचराहरू अहिले रातिको बेला सफा गर्नु हुँदैन नि त। सो त्यही भएर अब पसल बन्द। अब हामी घर जाँदैछौँ है त। अहिले चाहिँ यो सौनी पेपर नगर्ने सौनी। अघि के भन्यो अरे एउटा दाइले के भयो अरे इन्डियन साउनी मागासम्म। मलाई त स्टाफ मेरो अनुहारले दिएन अरे क्या। अनुहारले नै 100 जस्तो लागेन अरे क्या। अनि त चाहिँ इन्डियन जस्तो लाग्यो अरे। अनि त्यही भएर तँलाई चाहिँ मारिन 100 जस्तो भयो अरे होइन। अनि त्यसपछि म चाहिँ मङ्गोलियन फेस भएर स्टाफले मलाई स्टाफ। तै पनि आइम ह्याप्पी गाइस है। जे भए पनि म गएपछि त उसैले गर्ने हो। ठिकै छ जे भए पनि। ल अब बन्द है त गाइस। सो अब हामी पसल बन्द गर्छौँ जान्छौँ। सो बाँकी भोलिको भिडियोमा है त। सो थ्याङ्क्स फर वाचिङ, किप लभिङ एन्ड किप सपोर्टिङ। बाइ, सी यू नेक्स्ट ब्लग।